Hello guys, welcome to Uzan Kaling Raiko channel. After धेरै पछि हामी ब्याक भयौँ भ्लगको लागि किनकि आज हामी डाँडा जाँदैछौँ एज युजल हामी जहिले डाँडाकै भ्लग हुन्छ हाम्रो प्रायः यही बाटो हुन्छ फेरि जहिले हामी चाहिँ 6 जनाको 6 जना टिम जाँदैछौँ भनौँ न तर भाइ खाँदाखेरि चाहिँ दुईटा पक्रिँदै म जान्थे हैन यो मात्रै पकिन्छ नि बरु ग्लास ओके उ मात्रै खोइ त्यही मा समाधान भयो नि वाइन खाएको जस्तो हामी चाहिँ फुल प्लास्टिक गर्छ खाएर फौजना गरौँ त्यो एक्जाम्पल बनाऊँ न के अरे हाम्रो त्यो ड्राइभिङ समय चाहिँ टोयलेटमा प्लिज टोयलेट युज गरिसकेपछि एक बाल्टिन पानी हालेर आफ्नो नैतिकताको परिचय दिनु होला हामीसँग आज ड्रोन पनि छ आज गएको है त्यो बुद्धि नभएको मान्छेहरू त्यो भित्र टोयलेटमा पो दामी कार्पेट राखेको छ हौ टोयलेट भित्र के हाम्रो स्पाइसेस all the way from Japan. Born in Nepal. Born in Nepal, all the way from Japan. नेपालमा चाहिँ खासमा ग्यासको प्रब्लम छ तर पनि हामीलाई चाहिँ बाल छैन बाल छैन ओ नो बाल गर्नुपर्छ पहिलो अदुवा र लसुन हैन यो टमाटर उदेखि म आउँछु जापानदेखि म आउँछु सेफहरू स्ट्रेट आउट अफ जापान क्यासिनो पनि छ हाम्रो ठिक गाह्रो छ गाइज 21औं शताब्दीमा केटीहरू चाहिँ यसरी तास खेल्दै बस्छ 2200 मा के हुने होला 2200 मा के हुने होला केटाहरू चाहिँ छोराछोरी त्यो बबाइ चाहिँ खेल्नु हुन्छ अनि त्यसले एउटा तेल त सुके यार भ्यू चाहिँ यस्तो छ भ्यू हेलो गोल भेडा हामीसँग डाटा पनि छ है अनलिमिटेड ए हो खै चलाइदिउँ त वाइफाई पनि चल्छ नि हाम्रो ठिक हामीलाई न ग्यासको कमी छ न वाइफाईको कमी छ न पानी खोइ पानी कहाँ छ पानी यो भाइ यो दिन मात्र भएर हो कि राति भागो भाइ बिलियन स्टार होटल हुन्छ यो हो ठिक न हामीलाई बस्नुको कमी छ न मरमसला न दारू न खाना कमी छ न पिउन कमी छ केहीको कमी छ यो भनेको एकदम के भन्छ होला त्यसैले कमी चाहिँ ममा मात्रै छ कि एउटा बुढीको कमी छ सिङ्गल लेडिज म कहाँ अहिले कुमार छु मसँग मेरो मोबाइल चाहिँ जेसुकै होस् मासु चाहिँ बस्नु पर्यो मान्छे खसोस् ठिक तिम्रो मामा पोख्याउँछ है मान्छेले यो देवगाना हाम्रो ठुलो दिदी छ मेरो पसो दिदी चकचके ठुल के ल है त चाक्ट्यौँ यो त के हो अनि त्यो अर्को बोतल पनि ल्याउ त त्यो पनि हैन त्यो छोड्दियो यो काट अनि
छैन है के चाहिँ अलिकति हामीले मिस गरेछौँ ठिक 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 के भन्छ चियर्स ए ल ल है लेडिज एन्ड जेन्टलमेन हामी चाहिँ ग्लास पनि यस्तो महँगो छ हामीले यो उता हो युएसदेखि मगाएको कतादेखि खाऊ यार ठिक बसै बस छ पानी चम्चा यहाँ छ त्यही यस्तो होइन खानामा छ ए खानामा छ सुरुमै हड्डी आउँछ के भएको मेरो भएको छैन कि आज न उसले सबै हालिदिएको खुर्सानीहरू अहिले चाहिँ हाम्रो रामेन रामेन टाइम मलाई डिस्टर्ब नगरे गाह्रो छ क्या उजन आमालाई यार काम गरेको गरे है के भन्नु छ तपाईँलाई गाह्रो छ हामीलाई यार तल पनि नदिएको कति भइसक्यो यिनीहरूले है ए मासु ज्याम ज्याम चबायो भन्छ यहाँ हाम्रो रेडी होला है वो 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 करेन्ट रामेन भन न ए रामेन जितेको छैन नि वो ठिक 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 अनि मासु खाऊ न यार तिमीहरू यार के भएको यार हड्डी भएन खाऊ त्यो त्यस्तोमा पनि मासु छ कि मासु झुटेको छ क्या तिमीहरू यो खाना त म त्यो खान्छु नाइ भो खानेकुरा चाहिँ मलाई बनाउँदै छिटो छिटो चाहिँ है अर्डर सुनिहाल्नु भयो तपाईँहरूले सुन्नुभयो 5 स्टार हो नि त ठिक 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 ढिलो हुनुहुँदैन यत्रो पैसा तिरेको छ गेस्ट ठिक ठिक तर सबै बाँकी छ यिनीहरूले पैसा चाहिँ दिइरहेको छैन सबै बाँकी छ सबै मैले बनाउने 5 स्टारमा पैसा पहिला तिरेर आउँछ अनि सबै मैले बनाउने अलिक बुद्धि होस् है होइन हाम्रो त खासमा बुकिङ थियो नि त अलरेडी अर्को ग्रुप अब डाइरेक्ट गयो भने पैसा तिर्नुपर्छ लाइभ नत्र पहिलादेखि गयो भने चाहिँ त्यही हो तपाईँको बुकिङ प्याकेजमै हुन्छ अब यहाँ के हुसु पो उडेर तर हामी आज आएको सबजना प्याकेजमा आएको आउनुहोस् त सासु आमा बच्ची भन्ने बोलाउँछ छिटो चाहिँ आउँछ डुब्ने मात्र हाम्रो यहाँ 5 स्टारमा तासको व्यवस्थापन छ फेरि हामी पैसा भयो पैसाहरू बिना पैसा खेलेको हो बिना पैसा के कस्तो धेरै पिरो खाने कि ठिक्क धेरै 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 हाल्दा म चाहिँ खाँदिनँ ठिक्क हाल्नु पनि त रेडी छौँ हामी रेडी छौँ हाम्रो यहाँ के भन्छ त्यो दामी मलाई रामेन पकिरहेछ होइन कहाँबाट ल्याएको छ नि रामेन तपाईँ पनि बुझेको यार कस्तो छ हौ मैले त ल्याइदिएँ हेर्दा चाहिँ करेन्ट गर्ने जस्तो छ त्यो करेन्टेन चाहिँ प्याकेट नदियो भाइ हुँदैन त्यस्तो बिल्ला पनि नगर्नु न हौ आम्मामा दैट सब उधारो हामीले खाएको के अर्थ कसले आउँछ समाजमा सुदन दाई त्यो भाइ हो हाम्रो सुदन दाई बालेन दाईहरूलाई इन्भिटेसनै आयो भने आयो अब आएन भने त्यस्तै हो म त्यहाँ पुगिसकेको म त अर्को कोही भन्दा त सुगन्ध पुगिसकेको कसलाई यो ओइ थाल ल्याउ त थाल आउँछ हामी त बाहिर खानु कि भित्र खाने थाल ल्याउनु थाल यो चाहिँ के गरेको यो चाहिँ पिरोको हो क्या अर्को रामेन हो क्या खाने पिरो चाहिँ होइन यो चाख्ने चाहिँ नयाँ बडो हान्छ केटाकेटी हो वो अनि के यहाँ गे छ त कोही यहाँ कोही गे छ त होइन भाइ केटाकेटी कोही छैन भन्छ होइन त्यही गे छ त यहाँ त्यही भनेको भात हालौँ न किन भन्नु पऱ्यो आइएम गे होइन त्यो पनि पायो भात हालौँ न होइन भाइ त्यो पनि भन्नु पायो कि पाएँ पाएँ त्यो पनि भन्नु पायो किनभने अहिलेको जमानामा भन्न जे पनि पाउँछ कि आफ्नो अधिकार हुन्छ नि त होइन ठिक 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 के छ नाना हाम्रो नयाँ यस्तो हो क्या ग्रेभी राखेको किन ती भन्दा थाहा नि छैन थाहै छैन यो चाहिँ यसो गर्ने
खै त्यहाँ एउटा काटा छ ल्याउ त ल्याउन हामी ल भान्जा ओ अनिल ल ल चाल्दिउ खाइदिनु केटा हो तिमीहरू खाऊ इन्जोय खोइ खाऊ न पिरो बनाएको छैन क्या यो पछि यो खान्छु यो त नखाने भातसँग खाऊ नि त अलिकति योसँग चाख्नु चाहिँ पर्यो ल एक प्लेट खाऊ तिमीहरू कहिले आउँ बाबु क्यामेराम्यान आएको छ क्यामेराम्यान ल ल हाम्रो उजनले कसरी छ उजन दामी ए लसुन खान्छ तिमीहरू के यही होइन हामीले जापानदेखि लिएर आएको यो नुडल हो हजुर कतिको माल त्यो भने कसरी भन्छ लगभग 40,000 हुन्छ होला है ए हो ल ल ल ल एकछिन ब्याक टु तपाईँको पछि आउँछु म ल ल भान्जा तिमी एक खाना त कस्तो रहेछ अनिल पिरो छैन हौ लु ब्याक टु भान्जा ल यहाँ माग्ने खाँदै जो यस्तो यसको लागि अनिवार्य हो यो चाहिँ हेर्दै छ मर्ला जस्तो बुझ्नु नि हेर्छ आम्मामा रातो त के छ हौ हेर्नु ल ल नानी यसो गर्नु तिमी यो खाऊ त यो खाऊ त यो केटी हो साँच्ची हो भातसँग खाऊ नि त अलिकति ड्रोन टाइम डर लाग्यो यार हो के बोल्छको एक ल 3 सेकेन्ड टक्क भएर लाग्यो अनिल तिम्रो पालियो दुई मात्र भन्छ यो भयो हौ आम्मामा अलिकति भएन नि त उजन झोका काट्नुपर्छ यार अरूभन्दा नि साला को विनर हाला हाला खाली खाने खासमा यो चिकन क्युब भनेको चाहिँ हाम्रो चाइनिज र मोस्टली स्टेसनमा हाल्छ क्या तिम्रो हरेक ठाउँमा अब त्यो भन्न थाल्यो फेरि अर्कै हुन्छ अनि त्यही भएर जे पनि हाल्छ सब हाल्छ त्यहाँ लिएको त हाल्नु पर्यो अनि म भन्छु नि उहाँ गएर मैले त्यो गोरुको यत्रो मास पकाउनु हो क्या गोरुको यत्रो बियर बनाएँ क्या अब के हुँदैन छोप चलाउ सक्यो खोइ सुवाइ कहाँ सुवाइ यति नै खाने यही हो मिश्री ए ला त्यो त सुरुमै हाल्नुपर्ने मिश्री कि सकरखण्ड मिश्री भनेको चिनी हो क्या चिनी जति हाल्न हुन्छ क्या त्यो टेस्ट आउने क्या हल्का चिनी हाल्यो भने तिम्रो चिनी हाल्यो भनेको तिम्रो पिरुवा त्यही हाल्नु न त्यही प्लास्टिकमा यस्तो ढ्याङ हाल्नु न थोरै हाल है यति हाल्नु अझै चाहिन्छ होला धेरै गुलिएर खानु हुँदैन के सकरखण्ड मात्र तर सुगर हुँदैन नि त चिनी मात्र छ नि के खान लाग्यो जस्तो लागेर हिजो राति पढाइ हेर्नुहोस् यही त हाम्रो यो 5 स्टार होटल आउँछ कसले पखाउनु न कहाँ चाहिँ हामी सेफ झन् के अरे जापानबाट बनाएर ठिक ला ए रक्सी छ निकल खै सागर बोलेको खै त भेनिगर खोइ के त मलाई ल्यायो तिमीले यो भएर भोलि गएर पत्तुर हुन्छ क्या बरु आफै अलिकति रक्सी हाल्नुपर्छ बियर खोइ जे पनि नभन् न कोही ल उभो रहेछ नि त त्यहाँ त ऊ चिलाएर बसिरहेको छ ऊ त्यत्रो ठुलो ऊ चिकन कागले ची गर्छ ढुङ्गा र माटो नै हाल्नुपर्छ हौ अनि बल्ल हाल्छ के अरे हाम्रो उनीहरूले हामी चाहिँ अब यसो सबै सफा गरेर जान्छौँ यस्तोहरू यो कसले बदल्छ अरे हाम्रो होइन यो नयाँलाई होइन त छिर्दैन त्यहाँभित्र म हातमै बोक्छु हाम्रो चाहिँ यस्तो थियो ठाउँ त्यहाँ हामी बसिरहेको थियौँ अहिलेसम्म ओइ नाइस देखिरहेको छ भ्यू त
घर होला भन्ने ठानेको त अहिले म देख्दैछु घर त यो चाहिँ काठमाडौँ सहरको भ्यू लगायो सबै तिमीले देखिन्छ हो यस ब्रो आज अलिकति अफसाइड छ तर त्यस्तो नराम्रो अफसाइड त छैन पानी पऱ्यो भने चाहिँ कति इजी हुन्छ यो ठाउँ चाहिँ तर ठाउँ चाहिँ राम्रो है शान्त हावा मिठो नो प्रदूषणको प्रब्लम छैन गाइज